यो ज्वेलरिजको लागि भनेर सबैजनाले मलाई यति धेरै मेसेज गर्नुभएको थियो, कहाँबाट लिनुभयो यति धेरै यति राम्रो ज्वेलरिजहरू भनेर। सो यो चाहिँ मैले कृष्ण गोल्ड इटहरीबाट लिएको। कृष्ण गोल्ड चाहिँ आरसिटी माथिपट्टि छ। अनि मैले यहीँबाट ज्वेलरिज लिनुको कारण चाहिँ मस्तानीको ज्वेलरी भनेको चाहिँ अलिकति डिफ्रेन्ट, अलिकति एन्सियन्ट खालको, अलिकति बेग्लै खालको छ कि। अझ एडी सेटहरू, गोल्ड पोलिस गरेको सेटहरू, कति धेरै सेटहरू यहाँनिर पाइन्छ। अनि अब वर्षौँदेखि चलिरहेको पसल भएको हुनाले गर्दाखेरि यहाँनिर धेरै भेराइटीको ज्वेलरीहरू चाहिँ सजिलैसँग भेटिन्छ। त्यही भएर कतै नगएर सिधै कृष्ण गोल्ड आएर चाहिँ मैले ज्वेलरीहरू लिएँ है। अझ यो हातमा लगाएको ज्वेलरी त सबैजनाले यति धेरै मन पराएर यति धेरैजनाले सोध्नु भएको थियो मलाई कस्तो मजाले छुन बज्ने होइन, अनि यस्तो राम्रो खालको डिजाइन थियो। अनि अर्को चाहिँ यो मेरो मस्तानीको हातमा लगाएको चाहिँ के हो भनेर सोधिराख्नु भएको थियो। सो यो बेसिकली चाहिँ हेयर एक्सेसरी हो जुन मैले चाहिँ हातमा युज गरेको छु। यसलाई चाहिँ यसरी हातमा सिलाएर बनाएको थिएँ। र मस्तानीको ज्वेलरी मात्र नभएर मस्तानीको सौता काशीबाईको ज्वेलरी पनि हामीले कृष्ण गोल्डबाट लिएको। झन् काशीबाईको ज्वेलरी त यस्तो रोयल थिममा यति धेरै ज्वेलरीहरू फिल गर्नुपर्ने थियो, लेयरिङ गर्नुपर्ने थियो, अनि उसको लागि भनेर पनि पर्फेक्ट ज्वेलरिजहरू भेटियो कि। कुनै पनि ड्रेस अथवा लुकलाई इन्हान्स गर्नको लागि ज्वेलरिज चाहिँ एकदमै पर्फेक्ट चाहिने हुन्छ। सो हजुरहरूलाई चाहिँ हामीले लगाएको ज्वेलरिजहरू कस्तो लाग्यो कमेन्टमा भन्न चाहिँ नबिर्सिनु होला है त।